भाइ पज गर्नु खत्तम बिग्रिहाल्यो रे यो दाइको बडी चाहिँ छ होला 6 प्याक छ होला ल हान्नु लानु बढाएर हान्नु आयो आयो आउनु आउनु यो केटाले नि हान्छ कि आउँदैछ हेर 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 आउँछ आउँछ है मान्छे बनाउँ बनाउँ यो केटाले हान्छ क्या यो केटाले नि हान्छ यो केटाको पछिको लिन हान्छ क्या दुइटैले हान्छ नि आयो आयो छोडो भाइ छोडो भाइ छिटो छिटो दुई चान्स चान्स छोटो त्यस्तो नगर न भाइ केटा फालै फाल केटा होइन हान्छ हान्नु त हान्छ होइन पहिला फर्स्ट सेकेन्ड भएको मान्छे हो क्या हो नि फाल्न मात्रै पऱ्यो क्या यसले भएन नि के भयो सबको छोरा नि हान्छ है भनेको हर्स हुने मान्छे यहाँ ठेलो बोकेर हिँडिरहेको बडा यो केटाले हान्छ क्या ए अघि के केटा हो हान्छु भनेर चाहिँ अझै यसले चान्स पाएको छ क्या एकचोटि फालेन नि त त्यही भएर चान्स पायो होला यार ठेलो हानेको ठाउँमा खै त म यही छु त ठिक छ के छ ओ हान ठिक छ बेला अझ बेला भाइ यसले हान्छ थाहा छ चान्छ
जससे जसमा देब्रे पाइ पऱ्यो नि यार आयो सोल्टी आने आने सोल्टीले इंची नापेर हान्न लान्छ सोल्टीले हेर्नु भएन हेर्नु आउनु जा आइ 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 आने आने हाने केटाले हान्न त हाने यो त अलिक प्योर नभएको छ सबैले भन्नु भएन लिन हान्छ कि बढाउँछ कि बढाउँछ छु देउरे हान्ने रहेछ नि तर सन्कर हान्ने आयो 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 गुरगुर्ती आयो घटेन के रमाइलो हुन्छ क्या यो घटी घट्ने हान्ने भयो नि त हुन्न क्या जोस आउँछ कि त्यसपछि चार पठाएर आइसक्यो यार हान्नु हुन्छ कि धेरै ट्याक्टिक्स हान्ने हान्न त हान्छ धेरै ट्याक्टिक्स गर्नु लाग्यो अमफ गर्दैछन् आउन लाग्न अब पानी आउन लागिसक्यो
उचालो त आयो आयो नाटक देखाएको काम लाग्यो यत्रो बेर अनि बढायो भने त ठिक छ नाटक देखाएको नत्र यो काम छैन आयो 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 बढो बढो नाटक देखाएको काम लाग्यो अलिकति पेलो पेलो अझै पेलो बढो 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 बढ्यो बढ्यो बसो बसो ल फेरि नाटक धेरै देखाउँछ खै यस्तो एकचोटि बढायो हुन्थ्यो धेरै टाइम लाग्यो झ्याम्म बढायो हुन्थ्यो एक बित्ता जति टिपेको छैन ठुलो टिपेपछि मात्रै आउनु ठेलो टिपेर नि 1 घन्टा बस्छ नि झन् थकै लाग्छ झ्याम कि झ्याम आउनुपर्छ ए ठुसो भयो ठिक छ के उठ्या बेला नजर खिचौँ अनि सब खिचौँ मान्छे अर्को मान्छे